के भनेको सुत्न पाऊँ गएर सुत्नु त नि सिक्लेसको गाउँ म्याडमहरू हुनुहुन्छ उहाँ त के हिँड्न सक्नु भएन क्या कैसा लगा हजुर हुन्छ हुन्छ के भन्छ रे कस्तो खानु चिया तपाईहरुले के भन्छ दुध हालिकन हाल्ने अब लोकलले चाहिँ दुध हालेर ल्याउनु है कस्तो है ध्यान राख्छ जाडो भएछ हैन ठिकै छ यहाँ त न्यानो बस्छ भित्र आएछ त ताप्नु के रे हैन ठिकै छ बाबु चिया खाने हो बाबु के अरे खानुस् भयो सिक्लेस गाउँ सिक्लेसमा छौँ सिक्लेसको दारैमा हावा ल तन गाना मम्मीसँग डर लाग्लामै रहेछ है एउटा आमा भाइ नि दायो देखाउँछु यस्तो हो त्यति साह्रै पर्फेक्ट नै छैन त्यति ब्याड पनि छैन ठिकै छ हम किधर गया उधर ही बिहान भयो फाइनल्ली अब हामी सिक्लेसको पाहाडतिर जाँदै हो अब कहाँ जाँदैछौँ हामी अब सिक्लेसको माथि जाँदैछौँ अब उता हामीले अब पप्पी देखाइँदैछौँ अब हामी हिँड्दै कति दिनमा बनाउने होला कमेन्ट गर्ने कमेन्टमा हुनै गएछ यत्रो धेरै सिडी कल कसरी बनाउने होला कमेन्ट गर्न के हो त्यो गोद्दो एकैछिन सास बन्द गरेर बस न किन रम त मुख बिजाम अब छिटो ल अब अझै जाने कहाँ हो भन् त भाइ सिक्लेस आइयो सिक्लेसको के हो यो सिक्लेस पार्क होइन यही हो के भयो तपाईँलाई अब यही हो मामी सिक्लेसको पार्क यो छ खतरा दामी छ के अरे टाढा हो र पानी खानु पर्ला केही छ कस्तो छ यस्तो राम्रो ब्युटिफुल भेरी ए कति राम्रो देखियो अझै जस्तैको हिँड्न नसकेको ल क्या हो बाबु अनिलहरू त्यहीँ बसेको है त देखि पोइन्ट हाउसमा त्यो पोइन्ट हाउसमा भन्थ्यो हामी बसेको पोइन्ट हाउस हो सेन्टर पोइन्ट हाउस ए सेन्टर पोइन्ट क्या हामी त्यहाँ बसेको कोदो हुन्छ कोदो गोबर कस्तो दामी क्लियर छ भन्यो न यत्रै दामी डाँडा आइछ नि त होइन
Guys. यहाँबाट नि माथि जानु पनि मिल्दो रहेछ है नजिक कहाँ जाने उता दामी रहेछ अझै गोबर कस्तो सुक्यो शान्ति दिनु Welcome to Siklis. हामी यो डाँडामा जान्छौँ अब किनकि त पछाडिको पुरै म्याम आउँदैन टच गर्ने होइन 9 बजे जङ्गलमा पाइने जडीबुटीहरू छ है जडीबुटी हो Snake guys. He's new.